यहाँ चाहिँ बुढीले दाल बसाइरहेको छ अनि यहाँ चाहिँ मेरो बुढीले सब्जी काटेर तयार एकदम पकाउनु रेडी है। अनि अघि दिउँसोको यो भात उफ्रेको अनि यो आलुको सब्जी बनाएको थियो त्यति लाग्यो है। अनि एउटा आज मजाले पाएको छैन एकपल्ट फेरि पकाएको अन्त अहिले चाहिँ यहाँ फेरि प्याजहरू काटिरहेको छ। नमस्ते, स्वागत छ फेरि पनि मेरो भिडियोमा। अनि अहिले हामी सिमानामा छौँ अनि हामी अहिले चाहिँ मोटेलमा छौँ। किन भन्दाखेरि हामी चाहिँ मोटेलमा चाहिँ कामको लागि आएका छौँ। अनि यसरी अब यहाँ चाहिँ आज दिन हामी थालेको काम गर्न है। अनि अहिले चाहिँ गेस्टहरू नभएर यसरी खाली छ, यस्तो छ जग्गा है। अनि यहाँ चाहिँ गेस्टहरूलाई खाना दिने अनि यहाँ चाहिँ बनाउने है। अनि यो किचन अनि यो चाहिँ हामी बस्ने अनि हामी बसेर खाने जग्गा। ग्यास मारिम हौ। अब चाहिँ मेरो बुढीले सब्जी बनाउँछ। अघि हामी बाहिर निस्केर घुम्नु गएर सेफाले चिकन सेफाले लिकिन आएका थियौँ। 20 रुपिसको चिकन सेफाले हेर्नु, 20 रुपिस खाली। फालेको चटनी, सेफालेको चटनी फाले नि भनिन्छ अनि सेफाले अचार हो फाले। यो खाएको छैनौँ, काटेन बिचमा खाऊ त। दामी हजुर चाहिँ अम्बो अचार भक्कै आइपठायो भुलि नपुग्नुहोस् है। ग्यास हुन्छ दिसो चिकन त छैन। चिकन खाना पाकेर पनि अब चाहिँ हामी खाना थालेकै। मिठो भयो जसले बनाएको त्यसलाई सोध्नेको फेरि। दाल हो मेरो क्वान्टिटी यति छ, अलिक बेसी खान्छु तर अलिक कम्ती खाँदैछ अहिले हो, अलिक घटौँ भनेर। सो अब म पनि खाना खाने है। अनि कस्तो लाग्यो भिडियो कमेन्ट गर्न नबिर्सिनु होला। अनि अर्को भ्लग पर्खिनु होला है। त्यति बेलासम्म अब अर्को भ्लगमा भेटौँ।